वेलकम छ आजको मेरो ब्लगमा। आज चाहिँ म बिहान बिहान नुहाएर खाना पकाएर नानुलाई दाल भात खुवाएर उसलाई स्कुलको लागि रेडी पारेँ। त्यसपछि बाहिर घाम पनि धेरै थियो, बाबुलाई बोकेर जानु पर्यो अनि नानुलाई छिटो स्कुल पुऱ्याइदिएँ। बाटोमा पनि कति हिलो थियो, हिजो राति पानी परेर अनि नानु चाहिँ बाख्रा देखेर डराएछ। अनि म घर फर्केपछि छिटो तरकारी पकाएँ। दाल भात चाहिँ पाकिसकेको थियो, तरकारी बाँकी थियो। अनि त्यसपछि म आफ्नो थ्रेडिङ बनाउन थालेँ। थ्रेडिङ नै गरेको धेरै दिन भइसकेको थियो। म आफ्नो थ्रेडिङ चाहिँ आफै गर्ने गरेको छु। 2-3 वर्ष भयो म पार्लर गएकै छैन, आफ्नो थ्रेडिङ आफैले गर्छु र अरूको पनि मैले नै गरिदिने गरेको छु। साथीहरू यताउता अब छिमेकमा बस्नेहरूको अनि आफन्तहरूको घरमा गए बेलामा घरको मान्छेहरूको सबैको गरिदिने गरेको छु। पहिला चाहिँ यो धागो समात्न नि मलाई डर लाग्थ्यो, कसरी गर्ने होला, कसरी गर्छ होला मान्छेहरूलाई, कति इजिली गरिदिन्छ, कति गाह्रो लाग्थ्यो हेर्दाखेरि धागो हेरेर कसरी समात्ने होला, कसरी सेप मिलाउने होला, कसरी त्यो गर्दा फेरि बिग्रिन्छ, एउटा ठुलो एउटा काटिन्छ होला भन्ने डर लाग्थ्यो कि कति डर लाग्ने थियो, कसरी हुन्छ भन्ने जस्तो लाग्थ्यो कि आफूलाई। अनि पहिला सिकाउँदा पनि मलाई नि आउँदैन थियो, कस्तो अब गर्न नि आउँदैन थियो, अब कति सिकाउँदा पनि नहुने क्या। अनि बिस्तारै प्र्याक्टिस गर्दा अनि मलाई नि आयो। अनि अब त केही नि लाग्दैन, कस्तो इजी भइसक्यो, ह्याबिट भइसक्यो। बनाउँदा अब त आफ्नो पनि आफैले बनाउँछु र अरूको पनि बनाइदिन्छु। यो चाहिँ मेरो फाइनल थ्रेडिङ चाहिँ कस्तो बन्यो भन्नु होला है। अनि यो चाहिँ मेरो थ्रेडिङ बनिसक्यो। अनि मेरो हस्बेन्ड खाना खान आउनु भएको थियो, उहाँलाई नानुको टिफिन बनाएर दिएँ। अनि उहाँ चाहिँ जानुभयो, नानुलाई टिफिन दिएर अनि अफिस जानुहुन्छ 1 बजेदेखि। अनि हामी चाहिँ आमा छोरा एक्लै। अब आजको लागि यति, थ्याङ्क यू।